कागतीको जस्तो स्वाद आउने यो लेमन ग्रास भन्ने मैले यो बागलुङबाट ल्याएर चाहिँ मैले यहाँ छतमा रोपेको छु। साथी हो, यसले चाहिँ मोटोपन, मधुमेह भनेको जस्तो रोगहरू चाहिँ ठिक गर्छ भनेर युट्युबमा हेरेको थिएँ मैले। गाइस, डाँडागाँठ साइलीले यस्तो चिज रोपेको छ, तर यसको बोट चाहिँ अति ठुलो भएकोले गर्दाखेरि म आज काट्दैछु। साथीहरूलाई पनि यसको बिरुवा चाहिन्छ भने डाँडागाँठ साइलीसँग सम्पर्क गर्नुहोस्। हेर्नुहोस्, समाचारमा पनि दिएको थियो है गाइस, यस्तो राम्रो हुन्छ अरे। आज चाहिँ म यसलाई यहाँ बसेर अब काटेर यहाँनिर यसको चाहिँ ढुलो बनाएर चाहिँ सबैजनाले खानु अरे। यो चाहिँ राम्रो हुन्छ अरे गाइस। मेरो फ्रोजन सोल्डर भएको पनि यसैले निको भएको जस्तो लाग्यो, यही खाएर। साथी हो, यस्तै छ है, मेरो अरू केही काम भएन साथी हो, अनि यही काम गर्दैछु है म आज। हेर्नुहोस्, आज म यसलाई काट्दैछु।